हेलो, आज मैले हजुरलाई चाहिँ होइन बिएलएसमा चाहिँ स्टेप बाई स्टेप कसरी चाहिँ हेर्ने भन्ने कुराहरू चाहिँ ब्रिफमा चाहिँ भन्न गइरहेको छु होइन। यदि चाहिँ पेसेन्ट चाहिँ अब अनकन्सियसली चाहिँ ले डाउन भइरहेको छ भने चाहिँ हामीले सुरुमा चाहिँ के हेर्नु पऱ्यो त भन्दाखेरि चाहिँ पेसेन्ट चाहिँ आफ्नो सेफ्टी हेर्नु पऱ्यो होइन। अनि आफ्नो सेफ्टी हेरिसकेपछि चाहिँ हामीले चाहिँ पेसेन्टको चाहिँ रेस्पोन्स हेर्ने होइन, बाई आस्किङ आर यु ओके भनेर। त्यसपछि चाहिँ पनि पेसेन्टले चाहिँ रेस्पोन्स गरिरहेको छैन भने चाहिँ हामीले के गर्नु पऱ्यो, साउट फर हेल्प। त्यसपछि चाहिँ एक्टिभेट गर्ने इमर्जेन्सी रेस्पोन्स एडी लिनको लागि चाहिँ पठाउने होइन। र आफूले चाहिँ त्यहाँ बस्दाखेरि चाहिँ हामीले के गर्ने त भन्दाखेरि चाहिँ ब्रिथिङ र पल्स चाहिँ सिमुल्टेनियसली हेर्नु पऱ्यो होइन। अनि ब्रिथिङ चाहिँ हामीले चाहिँ विथिन 10 सेकेन्ड 5 to 10 सेकेन्डमा चाहिँ हेरेर भइसक्नु पर्ने हुन्छ क्या होइन, ब्रिथिङ र पल्स चाहिँ। अनि त्यसपछि चाहिँ ब्रिथिङको लागि चाहिँ हामीले चेस्ट राइज एन्ड फल हेर्नु पऱ्यो भने चाहिँ। अनि अर्को भनेको चाहिँ हामीले पल्सको लागि चाहिँ हामीले क्यारोटिड पल्स चाहिँ फिल गर्नु पऱ्यो। अनि विथिन 10 सेकेन्डमा चाहिँ हामीले चाहिँ फिल गरिसक्नु पर्ने हुन्छ। यदि चाहिँ ब्रिथिङ चाहिँ गइरहेको छैन भने चाहिँ हामीले चाहिँ र पल्स छ भने चाहिँ हामीले त्यतिखेर चाहिँ रेस्क्यु ब्रेथहरू चाहिँ दिन सकिन्छ होइन। 1 ब्रेथ चाहिँ एभ्री 6 सेकेन्ड लगाएर होइन। भने यदि चाहिँ पेसेन्टको पल्स पनि छैन, ब्रिथिङ पनि गरिरहेको छैन र के पनि छैन रेस्पोन्स भन्यो भने चाहिँ हामीले इमिडिएटली चाहिँ सिपिआर स्टार्ट गरिहाल्नु पर्ने हुन्छ। र मेन भनेको चाहिँ आज मैले चाहिँ के सिकाउनु गएको त भन्दाखेरि चाहिँ एइडी आयो होइन। अब एइडी आइसकेपछि चाहिँ हामीले सिपिआर चाहिँ कन्टिन्यू नै गर्नु पऱ्यो होइन। र एइडी आइसकेपछि चाहिँ फर्स्ट रेस्पोन्स भनेको चाहिँ एइडीको चाहिँ टर्न बटन हुन्छ नि, त्यो बटनलाई चाहिँ क्लिक गर्ने। त्यसपछि चाहिँ हाम्रो जुन छ नि प्याच, एइडी प्याच, त्यो प्याचलाई चाहिँ हामीले करेक्ट पोजिसनमा चाहिँ प्लेस गर्ने होइन। प्लेस गरिसकेपछि चाहिँ अनि हामीले बल्ल त्यो जुन छ नि हाम्रो जुन लाइन हुन्छ अनि त्यसलाई चाहिँ कनेक्टरलाई चाहिँ हाम्रो एइडीमा कनेक्ट गर्ने होइन। सुरुमा चाहिँ टर्न बटन अन गर्ने, त्यसपछि कनेक्ट गर्ने। त्यसपछि चाहिँ अब हाम्रो त्यो एइडीले चाहिँ आफै एनालाइज गर्छ कि होइन। अनि त्यो रिदम चाहिँ सकेबल रिदम हो कि नै होइन भनेर आफै एनालाइज गर्छ। यदि चाहिँ एनालाइज गर्दाखेरि चाहिँ सकेबल रिदम होइन भने चाहिँ त्यसले सक दिए भनेर चाहिँ अर्डर दिँदैन। तर यदि चाहिँ त्यो सकेबल रिदम हो भने चाहिँ अनि बिपी भइरहेको छ भने चाहिँ त्यतिखेर चाहिँ उसले चाहिँ सक बटन क्लिक गर भनेर चाहिँ त्यहाँ अलार्म साउन्ड आउँछ होइन। त्यसपछि हामीले चाहिँ त्यो बटन क्लिक गर्ने, सक बटन क्लिक गर्ने। त्यसपछि आफू चाहिँ क्लियर हुनु पऱ्यो, त्यो सक बटन क्लिक गर्नुभन्दा अगाडि चाहिँ क्लियर हुने अनि सक बटन दबाउने। त्यसपछि बल्ल चाहिँ हामीले चाहिँ फेरि सिपिआर चाहिँ कन्टिन्यू गर्ने हो है त।